On the way to Mustang. अहिले चाहिँ म बेनीमा छु. Welcome to my blog हैन सबैजनालाई. I am on my bike. Oh, way to Mustang. What a danger बाटो. यहाँ यस्तोबाट जानुपर्छ. नाथ. केही छैन अहिले. त्यहाँनिर एउटा झरना छ. On the way to Muktinath, there is a one waterfall. यो बाटो यस्तो भएर जानुपर्छ हामी. And this is me. I'm riding. अरु पछाडि आउँदैछ. अरु चाहिँ गाडीमा छ. I'm in a bike, so yeah. गण्डकीको तिरमा हिँड्नुपर्छ. यस्तो अफ रोड छ. कतिसम्म छ अफ रोड भन्ने कुरो त आइ छैन. अहिले चाहिँ म यहाँनिर रूपसे झरनामा छु. वाउ, धेरै ठुलो त नरहेछ, तै पनि वाउ भनौँ. हियर इट्स माई बाइक. अझ धेरै बाँकी नै छ जानलाई. यतातिर यो गण्डकी होला, काली गण्डकी भन्छ. माथि माथि रूपसे झरना. ओके, सक्कली आएको जस्तो. सेम सक्कली छ. पुरै सक्कली जस्तो आएको छ. भुत्लाहरू साँच्चीकै हो. यी छाला मात्रै रहेछ क्या यसको. छालाहरू सब सक्कली रहेछ क्या. वो झरना ए हो एउटा झरना. ओ अहिले चाहिँ म यहाँनिर झरनाबाट अलिकति माथि आएर बसिरहेको छु. गाडी कुर्दैछु. यस्तो डेन्जर बाटो छ होइन. ओ सेट, साह्रै डेन्जर बाटो छ. यहाँनिर एउटा झुलुङ्गे पुल रहेछ. त्यो झुलुङ्गे पुल पनि म तर्छु. झुलुङ्गे पुल, यो के झुलुङ्गे पुल हो नाम त थाहा छैन होइन. त्यही पनि हेर्दाखेरि अब राम्रै छ होला. डेन्जर त छ, राम्रै छ, पल्ली छ. यो 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 झोलुङ्गे पुल नेपालमा जता पनि झोलुङ्गे पुल अहिलेसम्म मैले एउटा, दुईवटा, तिन, चार पाँचवटा झोलुङ्गे पुल त तरिसकेँ. ओ डेन्जर रहेछ यो. म तल हेर बोर्ज, तल बोर्ज, यहाँनिर झोलुङ्गे पुल. ओ डेन्जर हावा आएको छ. म आइपुगेँ. कहाँ जाँदो रहेछ कुनै यहाँबाट थाहै भएन. तर सो डिप छ यहाँबाट. गोर्ज जस्तै देखिन्छ तल. सो डिप छ. यहाँबाट कहाँ जान्छ त्यो थाहा भएन होइन. त्यहाँनिर बोर्ड पनि लेखेको छैन. मुस्ताङ, मनाङ मुस्ताङ जमसुम आउन अझै बाँकी छ. यो पहाडमा पहिरो गएको हो कि पहिरो गएकोमा पहाड हो कुनी चिन्नै गाह्रो छ. हेर्नु सब पहिरो गएर यस्तो राम्रो पहाडहरू उजाड भइसकेको छ होइन. अब हामी चाहिँ अब मुस्ताङतिर लाग्दैछौँ. जाडो छ अहिले, किनभने अलि धेरै नै माथि आइसकेको जस्तो मलाई अनुभव भएको छ होइन. या अहिले चाहिँ म यहाँ लेते भिलेजमा आइपुगेको छु. लेते भिलेज राम्रो छ, जङ्गलै जङ्गल. त्यसपछि हाम्रो डेस्टिनेसन हुनेछ मार्फा. अब धेरै छैन मार्फा, अलिकति बाँकी छ. यस, खोइ के को बगर निकै ठुलो छ यो. पानी बढेको बेलामा त धेरै आउँदो रहेछ बाढी. भने के भन्ने बगर निकै ठुलो छ. अब उता छ. अब चाहिँ बल्ल लेकतिर आए जस्तो फिल भएको छ. त्यहाँनिर चौरी, याकहरू देख्दाखेरि, भेडाहरू देख्दाखेरि होइन. अहिले चाहिँ लेकमै आयो कि जस्तो फिल भएको छ.
यस दामी छ आमामामा पहाड चाहिँ हो कि नेचरले बनाएकै हो यति राम्रो यो अहिले हामी यहाँनिर आइपुग्यो गाडी आयो अलिक बिस्तारै हेरेर यहाँनिर अब मार्फा धेरै छैन अलिकति मात्रै बाँकी छ यहाँनिर पुल हेर्नको लागि हामीले रोकेका छौँ हैन पुल हेर्नको लागि यो पुल ओहो राम्रो छ जस्तो छ पुल अहिले चाहिँ हामी टुकुचे खोलामा आएको छौँ टुकुचे खोला भन्ने कि घर भन्ने खोला खोलाले मान्छेले खोला ओगड्यो कि के हो खोइ खोलाले मान्छे ओगड्यो त्यहाँनिर दामी एउटा रिजोर्ट खोल्न लगाएको रहेछ अब चाहिँ लाग्छ होइन हिमालको नजिक नजिक आयो जस्तो लाग्छ त्यहाँनिर एउटा हिमालको ठुलो देख्ने होइन अरू त देखेको छैन त्यो चाहिँ एउटा देखेछ बादल आएर हो स्काई क्लियर भएको त हिमाल निस्क्यो होला मार्फामा बास भयो आज मार्फा घुम्ने मार्फाको जेरी गल्ली सब घुम्ने यो चाहिँ हाम्रो होटल होइन होटलको यो सिटिङ एरिया रुमहरू यस्तो छ जेस रुम राम्रै छ 1500मा रुम पाएकै हो अहिले सिजन भएर एकदम ठिक छ स्याउको बोटै बोट छ यहाँ स्याउ फल्ने सिजनमा आएको भए ट्याक्क स्याउ देखिन्थ्यो होला अब छैन सिजन अफ सिजन मार्फा होइन यो अब मार्फाको स्याउ पानी भइरहेछ मार्फा गल्ली जानको लागि रेडी याक अब बुहारी बहिनी भाइ आमा ऊ त्यहाँ याकको टाउको ऊ कत्रो ठुलो याकको टाउको यता हो मार्फा गल्लीमा डाँडाकाँडा हेर्नु त नि आएपछि त्यहाँ होइन क्या यता हो क्या जाने त्यहाँ त यत्तिकै भन्दा नि त्यो डाँडा नि को जान्छ त्यो डाँडा नि जाने त्यहाँ डाँडा होइन कि जाने यता हो क्या जाने हामी चाहिँ मार्फा भिलेजमा इन्ट्री गर्न लागिरहेको छौँ मार्फा भिलेजको यो इन्ट्री गेट हो त्यो इन्ट्री गेट अनि यो चाहिँ स्याउहरू स्याउहरू होइन हो त्यहाँ छ मार्फा भिलेज स्याउको भिलेज स्याउको बोटै हो त्यो स्याउ छैन त आउनु छिटो टुई धेरै उनीहरू हुन्छ ल यहाँ मानेप्यामे रहेछ यहाँ पनि ल यहाँ छ त मानेप्यामे ओ मानेप्यामे यहाँ ड्रेस लगाएर फोटो खिच्ने भयो यहाँ छ यस्तो भएको छ ल छिटो त्यहाँ फुल छ ल्याउने होइन बाइक पार्किङ ओन्ली रे होमस्टे यता त होमस्टेहरू रहेछ धेरै होमस्टेको लागि यहाँनिर ठिक छ यता सबै बाइकहरू नि आउँदो रहेछ गल्लीमा यही आएको रहेछ चढ्ने
100 रुपियाँ हो पछि 50 रुपियाँ पैसा त लाग्छ नि लाग्नै भयो नि पर्यो लाग्नु पर्यो लिएको मैले 1.5 लाखमा लिएको यो यहीँ चढ्नु अघि यहीँ अघि पाएन भने होइन यहीँ चढ्यो भइहाल्यो नि 100 रुपियाँ रे 100 रुपियाँ चढेको 100 रुपियाँ अघि नि त्यही हजुर चढे कि त 100 चढेपछि तपाईले के बनाउनु हुन्छ जे बनाए नि हुन्छ कि याक चन के छ यहाँ याक याक यहाँ खोलिँदै छ याक ओहो याक साँच्चीकै याक छ जसरी चढे जति घन्टा फुट त माथि आउनु हो त्यसरी याक बाइक चढे जस्तो गर्नु भइहाल्यो नि ओहो याक चढे अहिले मिलिहाल्छ नि याक चढ्दै यहाँ अनि त्यो लगाम खिच्न लगाम हो त्यो टक 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 यस्तो गरेर यसो हो त्यसरी गुत्रु ओहो यस्तो पन्जा रहेछ रक्सी दाउरा च्याङ्राको यो भुत्ला पुच्छर यहाँनिर यस्तो काने टोपी हो यहाँ रहेछ नि यहाँ पनि रहेछ चारैतिर कल्चर भोटे टोपी लाएर बाटो छोड्दैन अहिले पखना अहिले आउला नि अझै राम्रो गल्ली लुक्ने गल्ली रे यो यता लुक्ने गल्ली रहेछ यता लुक्ने को लुक्ने यता लुक्नु ल त्यता ओ अहिले चाहिँ म यहाँ गल्लीमा छु मार्फाको गल्लीमा अब यतातिरबाट कता जान्छ थाहा छैन हामी यहाँ जेरी गल्ली खोज्दै लुक्ने गल्ली खोज्दै हो यहाँ चारैतिर राम्रो छ गल्ली हो यता झन् झिलिमिली रहेछ राम्रो रहेछ यतातिर गल्लीहरू बस्न त यहीँ ठिक होला जस्तो भोलि नि यता बस्ने यतै घुम ल माथि त छैन कि यस्तो घुम्ने ठाउँ यहाँ क्या माथि त खासै छैन कि बुद्ध गल्ली रहेछ यो चाहिँ बुद्ध गल्ली अहिले जेरी गल्ली अहिले बुद्ध गल्ली हो यहाँको टाउको साँच्चै निकालेर राख्दो रहेछ नि गिफ्ट सपर गिफ्ट सिफ्ट किने हुन्छ त्यही त हो नि मार्फाको बोतल यही त हो नि ए 975 रुपियाँ त्यो खसी हुन्न यहाँनिर ड्रेसहरू हाङ टेरेस होइन यहाँ झन् कालेवाला रहेछ कालेवाला अनि नै पकाले ड्रेस लाउने कि के लाउने हो जेरी गल्ली जेरी गल्ली यो फेमस गल्ली जेरी गल्ली यो एउटा हिरोले सुटिङ गरेको गल्ली हो कि त्यही भएर फेमस हो कि जेरी गल्लीमा ए जेरी गल्ली फेमस ओ छोड्दैन त्यहाँ गरिरहेछ त्यसै हो त्यस्तरी सुटिङ गरिरहेको थियो
अहिले चाहिँ म यहाँ जेरी गल्लीमा छु। यहाँनिर फोटो सेसन हुनलाई चाहिँ यिनीहरूले फोटो सेसन गर्दै गर्छ। म चाहिँ जेरी गल्ली एक राउन्ड हानेर आउँछु। ओहो आमाहरू जेरी गल्ली राउन्ड हानेर आइसक्यो। कहाँ कहाँ कति हो छोड्दैमा नजाऊँ त्यसो भए। ल जाम ल उताको एउटा गल्ली घुमौँ अब। भयो हो मान्छेहरू ड्रेस लगाएर आइसक्यो तिमीहरू। तिब्बतियन सप ओहो सबजना शेर्पा भन्दै हिँड्या रहेछ। खोइ तिम्रो शेर्पा बन्न शेर्पा सबजना शेर्पा बनेर हिँड्दा बुद्ध मोनेस्ट्री रहेछ। बुद्ध घुम्नु नि त नि घुमे भएन घुम्न आएको होइन घुम्न आएको अनि घुम्नु पर्ने हो मनोबेमा भन्दै। जाने के गर्ने हुन त आज नत्र भोलि नि छ दिन त। के माथि जाने भने अब यहाँ भ्यूमा जाँदैछौँ हामी। स्याउको सिजनमा राम्रो त्यही त के अरे दसैँको ताजा एकदम बिजी हुन्छ प्याका प्याक हुन्छ होटलहरू सब। मोनेस्ट्री माफा राम्रो भोलि नि हामी बसेर अलिक धेरै घुमौँ आज धेरै नघुमौँ। गाउँ माथि माथि घर माथि माथि घर बाटो घर माथि हो नि त। हरि त्यो चाहिँ के होला नि त्यो ढुङ्गालाई सजाएर के होला नि। मार्फा भिलेज मार्फा भिलेज सरी राम्रो छ। हामी चाहिँ अहिले गुम्बामा जानको लागि माथि माथि चढ्दैछौँ। ओहो मार्फा मोनेस्ट्री भ्यू पोइन्ट हो। यहाँबाट सब उता रहेछ गुम्फा चाहिँ यो घरमाथि। गल्ली छ सब यहीँ बसौँ ल। माथि यस्तो राम्रो छैन कि छन् त जमसममा ऊ त्यहाँ घोडा दौडिरहेको त ऊ त गयो अहिले त ऊ त्यो जङ्गलमा ऊ त्यहाँ गयो। भोलि नि ठिक हुन्छ त्यति राम्रो आउँदैन क्या अँध्यारोमा अहिले। ल छिटो माथि गुम्बा भोलि जाऊँ ल आज बन्द भइसक्यो ल। राति त राम्रो आउनु कि फोटो। मार्फा भिलेज बहुत त्यहाँसम्म रहेछ त्यो गल्ली त
उताबाट नि स्टार्ट रहेछ गल्ली गल्ली भएर त्यहाँसम्म पुग्दा रहेछ यहाँनिर के किन्दैछ एप्पल किन्नु पर्यो यो जाडोमा लाउनु ठिकै हो यो चाहिँ स्याउको सुकुटी मिठो रहेछ कस्तो कुरुम कुरुम हो मार्फामा स्याउको सुकुटी डिनर पछि एप्पल जुस मार्फामा चेस चेस मिठो रहेछ नेक्स्ट मर्निङ हामी चाहिँ अब कहाँ रे हामी चाहिँ अब दर्शनको लागि जान्छौँ मुक्तिनाथ दर्शन र कागबेनी जमसुम घुम्नेछौँ या जता पनि गुम्बा छ त्यहाँनिर गुम्बा छ देख्नुभयो होला त्यहाँनिर गएर च्याङ्ग्रा यहाँ भयो हामी चाहिँ अहिले यो पुलमा छौँ अन द वे टु जमसुमको पुलमा अहिले चाहिँ हामी चाहिँ यहाँ जमसुमको बोर्डरमा छौँ ट्याक्क मापारी जमसुम यहाँनिर हाम्रो यहाँ गाडीको टायर पङ्क्चर भएर यहाँ बसेका छौँ टायर पङ्क्चर भएर बसेका छौँ ओहो जमसुम मलाई चाहिँ पाकिस्तानको वन देखाएको मैले त्यो टिभीमा हेर्छु त्यो वन बन्ने घर बनाएर खोला खोला हिँड्ने मलाई त्यो जस्तो लाग्यो त्यही भिरमा घर बनाएर बस्छ त्यसै ठाउँमा बस्छ हाम्रो टायर पङ्क्चर ठिक भयो म चाहिँ अब जान्छु यस जमसुम अहिले चाहिँ म जमसुममा छु जमसुमको यो पुल जमसुम बजार यता छ अहिले चाहिँ म कागबेनीतिर जाँदैछु या सी यू इन कागबेनी हार्टी वेलकम तिनवटा गयो यो अहिले चाहिँ हामी चाहिँ कागबेनी आइपुग्यो कागबेनीमा पूजा सामान गर्नलाई त्यहाँनिर पूजाको लागि एकदम यो चाहिँ कागबेनी भन्छ यसलाई गाउँ माथि छ यो चाहिँ पूजा गर्ने ठाउँ हो पहाड पूजा गर्नको लागि रेडी त्यहाँ दुईजना आउँदैछ यो चाहिँ कता जाने रहेछ पनि हो यहाँनिर सबै पूजाको सामग्रीहरू टोयलेटहरू सबै कुरा रहेछ पुल हामीले घुम्ने चाहिँ त्यहाँ हो अब पूजा चाहिँ अहिले सेमा हुन्छ फुच्चेहरू यहाँ त्यो चाहिँ घुम्नको लागि मात्रै रहेछ अब यता कतै होला ऊ कागबेनीको यो धार्मिक स्थल सबजना यहाँनिर धर्मको उ गर्दैछ ऊ छ त त्यत्रो बाहुनहरू त पुजारी बाजेहरू यो चाहिँ कागबेनी हो श्राद्धको लागि रेडी हुँदैछ सामग्री धर्मकर्म टेस्ट कागबेनी यो अरू सबै पूजापाठमा व्यस्त म चाहिँ यहाँ पुल घुम्न आउँदैछु पुल घुमिरहेको छु कागबेनीको कता गयो झोलुङ्गे पुल मेरो पछाडि देख्नुहुन्छ कागबेनी बजार पुल मैले अहिलेसम्म कम्तीमा 8वटा जति पुल झोलुङ्गे पुल तरिसक्यो होला
हैन यस्तो झलङ्गी पुल तरिसकेँ मैले वेलकम टु कागबेनी देखेको होला अहिले चाहिँ म मुक्तिनाथ जान लागेको कागबेनीबाट मुक्तिनाथ जाने रोड हो यो चाहिँ त्यहाँनिर के हो ठुलो शालिग्राम जस्तो छ दामी छ बनाएको छ है त्यो भयो यो भ्यू पोइन्ट घोडा त्यस पछाडि यता यो हिमाल Oh yes, it's really beautiful. What a view! जता हेर्यो त्यतै रोक्न मन लाउने खिच्न मन लाउने यस्तो छ यताको भ्यू हैन जहाँ हेर्यो त्यही खिच्न मन लाउने हिँड्न मन लाउने रोक्न मन लाउने ओहो अहिले म चाहिँ मुक्तिनाथको पार्किङमा आइपुगेँ बाइकहरु चाहिँ माथि जाँदा रहेछ तर हाम्रो चाहिँ गाडी पनि भएर म चाहिँ बाइक यहीँ रोक्छु माथि छ मुक्तिनाथ म चाहिँ यहाँ छु पार्किङमा अब चाहिँ मुक्तिनाथ जानको लागि रेडी हुँदैछ यहाँनिर सबजना मुक्तिनाथमा गएर नुहाउनु पर्छ घोडै घोडा छ यहाँनिर मुक्तिनाथ जानको लागि मुक्तिनाथ हिँड्नको लागि रेडी छ अब घोडा छ घोडामा घोडा पनि हिँड्न मिल्छ बाटो बन्द छ अरे स्याउको स्कुटी है कताबाट जाने अहिले उकालो होला यहाँ घोडै घोडा यार आमा यसो त पुच्छर पनि बाँध्दै रहेछ दामी के अरे विष्णुमाता जाँदा कस्तो उकालो त कति घन्टाको उकालो त हिँडेर गएको हिँड्नु पर्दैन थर्कै लाग्ने भयो ओ माथि हो मुक्तिनाथ त्यो भन्दा नि अझै उता होला घाम लागेको छ गर्मी छ तर जाडो जाडो पनि छ हिँड्न सके छैन मन्दिर माथि छ मन्दिर माथि छ अब यो कस्तो टल्किएको घोडामा कोही घोडामा जाँदैछ कोही हिँड्दैछ टुप्पोमा हो के कहाँ तपाईँ सक्दैन मलाई थाहा भइसक्यो ल हिँड्नु ल मन्दिर जाँदा केही न केही अलिकति दुःख कष्ट गर्नुपर्छ त्यहाँनिर चाहिँ हिमाल बाइक पनि आउँछ गाडी चाहिँ आउन दिन्न रहेछ मोनेस्ट्री माथि पनि छ मोनेस्ट्री बल्ल बल्ल आइपुग्यो त्यो अझै सिँढी चढेर माथि गएपछि मुक्तिनाथको दर्शन हुन्छ भक्तजनहरू आउँदैछ राम्रो होटलहरू पनि छ कस्तो थके लाग्ने धेरै हिँड्यो नि को यो ओहो भोटे हो कि मुस्तफा हो कि को यो त्यो डेन्जर ठुलो हो यो त मरेको क्या जिन्दै छ वेलकम टु मुक्तिनाथ टेम्पल मुक्तिनाथ टेम्पलको गेट हो यो यहाँनिर सबै पुजारी बाजेहरू सब बसेछ
अब हामी चाहिँ यो चढेर जानुपर्छ। भगवानको दर्शन हुन साह्रै गाह्रो, थकै लाग्छ। ओहो धेरै हिँडियो, धेरै नै थकै लाग्यो। त्यही भएर विश्राम स्थलमा एकछिन विश्राम लिनको लागि आएको छु म चाहिँ। अरू भक्तजनहरू चाहिँ चढेर माथिसम्म गइसकेको छ। म चाहिँ यहाँ थकै लागेर एकछिन विश्राम गरौँ भनेर आनन्द शीतलो हावा छ। त्यो माथि छ अझै, त्यसपछि बल्ल आउँछ मुक्तिनाथ टेम्पल। साह्रै गाह्रो, ढुङ्गाले मेमोरी क्रिएट गर्दैछन् सबजना। फाइनली आइपुग्यो त्यत्रो डाँडा, त्यही तलबाट अझै उहाँबाट हो हिँड्दै 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 विश्राम गर्दै मुक्तिनाथको मा आइपुग्यो। अय्यो गुम्बा मुक्तिनाथ यहाँ के छ यहाँ? वेलकम टु मुक्तिनाथ टेम्पल, वी निड अ क्लिन सेफ इन्भाइरोमेन्ट। यो रहेछ, यिनीहरू आइसक्यो, अरू आउन बाँकी छ। अब चाहिँ मन्दिर आइपुगे जस्तो भयो। घन्टीहरू त्यहाँनिर आउँदैछ खेलाएर। मुक्तिनाथ राजस्व हो उता गयो, उता हो त्यो बाटो छ बाटो हो यस्तै नै। ऊ त्यहाँ क्या मन्दिर त भित्रै छ अझै। ओ डाँडा डाँडा पनि त्यो तोरणफुलले त्यस्तै टाँगेछ, कति राम्रो छ। ओ बुद्धहरू पनि रहेछ, कत्रो बडा बुद्ध रहेछ। आमा अहिले गएर हेर्नुपर्छ बुद्ध चाहिँ। ओ यस्तो माथि डाँडामा पानी खसिरह्यो होला। ओहो टलङ 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 टलङ। त्यहाँनिर चाहिँ मुक्तिनाथको दर्शन गरिन्छ, नहिँड्ने यताउता सबै। यहाँनिर चाहिँ सबै लेखनाथले चार केन्द्रहरू। त्यहाँ माथि रहेछ नुहाइ गर्ने, नुहाइ गरेर डुबिलको यहाँ मार्ने रहेछ। नुहाइ गरेर यहाँ डुबिलको मार्यो, अनि त्यस पछाडि सबै मन्दिर त्यहाँभित्र छ पूजा गर्नको लागि। यताबाट चाहिँ मान्छेहरू डुगुर 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 डुगुर्दै डुगुर्दै आउने गर्छ पानीमाथिबाट। डुगुर 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 गर्दै डुगुर्दै आउँछ मान्छेहरू, अनि त्यहाँ तल गएर डुबुल्की मार्ने। त्यहाँनिर चाहिँ मन्दिर पूजा गर्ने ठाउँ। रानी पौवा धर्मशाला के अरे नाम? रानी नरिवल फुटाउने ठाउँ। जय जय भन्दछ, जय 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 मुक्तिनाथ की जय। अब नुहाउनलाई रेडी हुँदैछौँ, त्यसपछि डुबिल्की मार्छौँ। नुहाउनको लागि रेडी भएको छौँ यहाँ डुबिल्की मार्नको लागि। यहाँनिर हो त्यहाँ डुब्नु के एक डुबुल्की रे क्या, एक डुबुल्की हो। अब यता पनि सेम त्यही हो, छैन
चिप्ले ल यहाँ पैसा छ अरे भन्दै के अरे चिप्लो भन्ने कि डुबेलीको मार्नु टाउको भिजाउँदैन ल ल छिटो छिटो यहाँ डुबेलीको मार्नुपर्छ 1 2 3 दौड चिसो पछि यहाँनिर ल ल ल जान अगाडि गएर सिका त यस्तो यस्तो गर्ने भनेर जति गरे नि भयो ल छिटो वान एक हो डबल की मार्नु पर्यो है मुक्तिनाथको दर्शन गरियो अब चाहिँ गुम्बा घुम्न बुद्धको टाउको मुक्तिनाथको दर्शन गरेपछि बुद्धको यहाँ ठुलो मन्दिर ठुलो स्ट्याचु रहेछ त्यहाँनिर गएर एकछिन घुमघाम गरेर त्यस पछाडि जमसम गएर खाना खाइन्छ हैन यो चाहिँ मुक्तिनाथ साह्रै राम्रो मूर्ति ओहो ती डाँडामा यस्तो मूर्ति बनाउनु भनेको साह्रै राम्रो हो बुद्धको त्यो पनि तिनटा हो मुस्ताङ मनाङ सबै यही हो मुक्तिनाथ हैन अल द रेन्जहरू छ माथि उपर मुस्ताङ होला के होला कसो होला यहाँबाट चाहिँ बुद्धको फोटो राम्रो देख्दा रहेछ ओ यस फोटो सेसन स्पट रे फोटो खिच्ने ठाउँ रे हो तल छ ओ हेलिकप्टर पनि रहेछ बुद्धको यहाँबाट राम्रो आउँदो रहेछ यस अब चाहिँ हामी मुक्तिनाथको दर्शन गरिसकेपछि यहाँनिर ताल घुम्न आएको छौँ यु क्यान सी ओभर देयर इज अ स्मल लेक लेट्स सी एन्ड लेट्स चेक यु क्यान सी द लेक भ्यू ताल चाहिँ यहाँ छ यहाँबाट सानो ताल रहेछ यो यसो नमुना ताल जस्तो छ यो हैन नमुना ताल मुक्तिनाथ बजार मुस्ताङ हैन गुम्बा पनि छ यहाँ तालमा आइपुगेँ म अरू चाहिँ यहाँ छ यो के रहेछ यो ढुङ्गा अनि भगवान होला सानो ताल बच्चा ताल रहेछ केही न केही होला यो त्यही भएर ढुङ्गा बाँधेर यहाँ तालमा मिल्दैन यहाँ मन्दिरको उसमा के ताल यो अहिले चाहिँ म धुम्बा ताल जानको लागि रेडी भएर आएको छु हैन ओ तल चाहिँ जमसुम बजार हैन पुरै जमसुम बजार हो त्यो अनि यता चाहिँ धुम्बा लेक जाने बाटो सानो गाई या ओके लेट्स इभन धुम्बा ताल यो अहिले चाहिँ कहाँ आयो तान्तिङ भिलेजमा आइपुगेछ हामी तान्तिङ भिलेजबाट यो हिमाल राम्रो देख्दा रहेछ यहाँ चाहिँ थकाली कम्युनिटी
माथि पनि होला डाँडा काँडा हिमाल हैन त्यस पछाडि जमसुम यो चाहिँ थकाली कम्युनिटी होला जमसुम बजार यता नि हिमाल रहेछ हिमाल 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 यो फाइनली दुम्बाताल आइपुग्यो अफरोड हुँदै हुँदै यही हो दुम्बाताल के रे पार्किङ हैन त्यहाँ मान्छे घुम्ने गाडी यहीँ रोक्ने नि हो अनि घुम्ने हो के छ अरे यहाँ राखौँ कस्तो माछा के थाहा नि दुम्बा लेक रेस्टुरेन्टमा पानीको वरिपरि टेक्नी पानीमा टेक्नी नगर्नु है ए ल नागदेउ त माछा छ पाइन्छ के कस्तो चामल हो चोखो मात्रै है त नागदेउ तर चोखो वहाँ मन्दिर चढाएर ल्याएको छ बाहिरको चिजहरु किन्न खुल्ला त ताल यहाँसम्म आउँदो रहेछ क्या हो सब सुकेछ अहिले त्यति सुकेर त्यस्तो भएछ दुम्बा लेकमा हरियाली घाँस फुस यो घाँस दामी हुन्छ यहाँबाट राम्रो देख्दा रहेछ जङ्गल जङ्गलै जङ्गलको बिचमा त्यहाँनिर छ नागथान रह्यो यो नागथान पनि छ तालको वरिपरि केही गर्नुहुन्न माछा पनि रहेछ ठुल्ठुलो माछा हेर्न जानुपर्छ अब हो दुम्बा लेकमा नागथानहरू पनि छ अरे यो सबै नागथान होला हैन एकदम धार्मिक स्थल छ यो वेलकम टु द लेक टुरिस्ट पर्यटक फोटो सेसन माछालाई खिच्न कति धेरै आएको थियो माछा दुम्बा तालमा माछा कत्रो ठुल्ठुलो दुम्बा तालको एक राउन्ड हानेर अब चाहिँ हामी घर जान्छौँ त्यहाँ दुम्बा ताल छ यतातिर जङ्गल छ सल्लाधुपी यो सब कुराहरू छ त्यहाँनिर सबैजना आउँदैछ मन लास्टमा जाने हो चाहिँ त्यहाँनिर पुरै सबले यस्तो बनाइरहेको छ दुम्बा तालको छेउछाउमा हिँड्दैछु म तपाईहरु पनि एकचोटि दुम्बा लेक तिलेचौ होइन मुक्तिनाथ जमसुम मार्फा चाहिँ घुम्न आउनु होला you can see the view it's really beautiful and it's nice very beautiful lake clean fish over there you can see the fish and there is monastery yeah hello from Dumba Lake अब चाहिँ हाम्रो ट्रिप यही हुन्छ जमसुम मार्फा मुक्तिनाथ दुम्बा ताल धेरै ठाउँ घुमियो so this is the end of the video keep support and then yeah see you in next video bye bye take care